आज दसैँ आयो नि अब दसैँको लागि तयारी हामी चाहिँ अब हिँडेर बस्नु पर्दैन। दक्षिणकाली आइपुग्यौँ। अब यहाँबाट बाटो छ, हामी माथिल्लो बाटो गयौँ, गाडीहरू चाहिँ यो बाटो गयो। बाबा छोराको सल्लाह भइरहेछ के गर्ने, कहाँ खाजा खाने भनेर। भीमफेदी बजार आइपुग्यौँ हामी। रमाइलो लागेछ, मस्त मुख धुन थाले। बाबु कस्तो भइरहेछ त, कति राम्रो पानी के है। बाबा आइपुग्नु भएन, जुत्ता खोले भए हुन्थ्यो नि। जुत्ता खोलेको म त भित्रै गइदिनु कति लाखा। हेटोडामा खाना खान झर्न लागेको उहाँहरूसँग भेट भयो। रमाइलो पो भयो त, हाम्रो भेटघाट पनि भयो। मैले जे संयोगले भेट भयो हाम्रो होइन। छुट्टियौँ है, उहाँहरू उता लाग्नु भयो, हामी चाहिँ अब स्कुटरमा जाने। यहाँबाट हामीले खाना खाएर निस्क्यौँ। अहिले कति बज्यो बाबु? अहिले 11:40 भयो। 11:40 भयो। अब हामी जाँदैछौँ। हामी हेटोडा आइपुग्यौँ। कहाँ आइपुग्यौँ भनिदिनुहोस् त सर। हेटोडा यो हाम्रो भाइ हो, उहाँ पनि हाम्रो भाइ नै हुनुहुन्छ। यहाँ सानी छोरी छिन्, यहाँ बुहारी नानी, यहाँ हाम्रो अर्की बुहारी नानी छिन्, अर्की यहाँ बहिनी नानी छिन्, यहाँ भदैनी नानी। सब चलिरह साथी साथी। ल अब हेटोडाबाट हामी यहाँबाट बिदा भइँदैछौँ। बाई बाई। अहिले सूर्यमाई मन्दिर ल्याइदिएको छ, मन्दिरको दर्शन गर्न जाँदैछौँ। हामी आमा छोराले चाहिँ दर्शन गऱ्यौँ। बाबालाई चाहिँ बाइकमा ब्याग रुङ्गालाई राखेको छ। सूर्यमाताले सबैको रक्षा गर्नुहोस्। यहाँको मनोरम बेग्लै रमाइलो छ, मेला जस्तै। छोरोलाई चिसो चाहियो रे, चिसो खाना। बाबु कस्तो रहेछ त बाटो हाम्रो? राम्रो छ है, यात्रा रमाइलो भइरहेछ नि हाम्रो। यता रमाइलो भएको, गर्मी धेरै छ। गर्मी लाग्यो यता आएपछि कि रमाइलो भइरहेछ। सबैतिर पस्दै पस्दै आउन मजा आछ नि त। बाटामा बस्दै बस्दै चिसो खाँदै घिउ खाँदै रमाइलो गर्दै हाम्रो घरतिरको यात्रा सफल गरियो। आधी बाटोभन्दा बढी क्रस गरिसक्यो। हामी चाहिँ अहिले यो बागमतीको पुलमा आइपुग्यौँ। अब चाहिँ सरलाई दिल्लाई नजिक
सो फाइनली गाइस हामी चाहिँ अब मेरो यहाँ जेठी दिदीकोमा आइपुगिसकेको छौँ हामी। हेलो दर्शन हजुर ए पर्ख बागेमा हिरो हुन थाल्नु भएको छ जय साथ ल फाइनली हामी चाहिँ यहाँ दिदीकोमा आइसकेको छौँ जेठी दिदीकोमा। दर्शन दिदी यहाँ भान्जा, यहाँ मेरो भान्जा, तर भान्जा भन्दा नि मभन्दा नि ठुलो हुनुहुन्छ। यहाँ चाहिँ नयाँ रोडमा मेरो जेठी दिदीको कान्छो छोराको यहाँ बसाइ छ। यहाँको बसाइ यस्तो छ। दर्शन हामीले कान्छी बुहारी हुनुहुन्छ उहाँ। नेपाल के छ यो? जय नेपाल, आशीर्वाद। हामी त आयौँ त इन्दिरा। आउँ त पढा त बल्ल त हजुर ए ल ल के छ कान्छा, कस्तो लागिरहेछ? दसैँ आएछ? झकास। हामी आयौँ त दसैँ लिएर। दुईजना बिच चिनजान नभएको अवस्था, पहिलेदेखिको मान्छे पनि अब यति छिटै चिनजान नहुने भनेपछि कस्तो गाह्रो। यही प्रब्लम छ। खोइ को एउटा बिहा हुने बित्तिकै अब म त्यतिखेर ला। यो चाहिँ सर्लाहीको हरिउनमा त्यहाँ दुर्गा पूजाको मन्दिर बनाएको छ रोडमा। गाइज हामी फाइनल्ली नवलपुर सृजना दिदीकोमा आइसकेको छौँ होइन। सो अहिले बेलुकाको 9 बजेको छ। यसले नङलाई चाहिँ हेर्न कस्तो ल राम्रो छ। अब हामी नवलपुर सृजना बहिनीको घरबाट निस्केर अब हामी घरतिर जाँदैछौँ। मेरो कान्छो छोरो पनि जान्छु भन्छ, मम्मीले जान दिनु भनेर अँध्यारो मुख लाउँदैछ। ल सृजना अब बाई बाई, अब भोलि भेटौँ ल है। ज्याकेट पनि मैले यहीँ राखेको छु। हुन्छ हुन्छ।